सम्झना बिर्सना सलललल झन्झन बढ्यो तिर्सना सलललल मायाको डोरीले। बन्टु भाइ के होल गानै गाएर बस्नु। घरमेटीले पैसा कहिले दिने भनेर मलाई किचकिच गर्छ। हजुरलाई केही छैन, पैसा कहिले दिने हो भन्नु मलाई। भाडा तिर्ने बेला भइसक्यो फेरि भएन नि। हेत्तेरिका यो भाडा पनि कति चाँडो तिर्नु पर्छ हो। हप्ता दिनमै तिर्नु परे जस्तो लाग्छ हो। कमाइ सुक्को छैन, कहाँबाट ल्याएर तिर्ने त पैसा अनि। सोड दिनु कान्छ, सोड दिनु। मसँग एउटा आइडिया छ। के आइडिया? मेरो कानमा मुन्द्रा छ, यो बेचेर ल्याउने अनि पैसा तिर्दिने। साँच्चै? मलाई मेरो बुढीले कति माया गर्छ भन्ने कुरो मलाई थाहा थियो के। ओके। मेरो बुढीको यो सुनको गहना म यति सजिलै बेच्छु जस्तो लाग्यो। मसँग पनि आइडिया। कस्तो आइडिया? आइडिया प्रब्लम सल्भ। ल अब यो पैसा लगेर घरबेटीको मुख टाल्दियो, त्यस पछाडि घर खर्च बाँकी। कैसा लाग्यो आइडिया? वाह कान्छा वाह, के सोच्नु भएको छ हजुरलाई? मलाई थाहा थियो कि यो पैसा हजुरसँगै छ भनेर। मैले के गर्नु हुँदो रहेछ भनेर हेरेको मात्रै हो। हजुरलाई के लाग्छ मैले यो मेरो कानको मुन्द्रा बेचेर अनि पैसा लिएर अनि भाडा तिर्छ जस्तो लाग्यो हजुरलाई? सम्झिने अनि पानी सम्किने लोभी बुढा। भयो अहिले।